वेलकम इट्स मी एन्जल है र तपाईहरुलाई वेलकम छ मिस्टर फेडवाई युट्युब च्यानलमा। अब तपाईहरुले यो टोपीलाई यसरी फुकाल्नु भो अनि फेरि लाउनु भो भने केही पनि हुँदैन है, केही पनि हुँदैन। बट यदि तपाईहरु बिहान बिहान 2 किलोमिटर रनिङ गर्नुभयो भने स्वास्थ्यको लागि केही हुन्छ क्या, फिटनेस त्यहाँ हुन्छ। अब फिटनेस भनेको इसेन्सियल छ क्या। वर्ल्डमा हरेक कुरा फिर्ता पाउन सकिन्छ। यदि पैसा सक्यो भने पैसा फिर्ता पाउन सकिन्छ, हरेक कुरा फिर्ता पाउन सकिन्छ क्या। तपाईले तपाईको गर्लफ्रेन्डले छोड्यो भने फेरि अर्की पाउन सकिन्छ है गर्लफ्रेन्ड। हरेक कुरा संसारमा फेरि प्राप्ति गर्न सम्भव छ एक्सेप्ट योर बडी। तपाईले आफ्नो प्राण गुमाउनु भयो भने, आफ्नो शरीर गुमाउनु भयो भने हरेक कुरा सक्यो, सबै सम्पन्न भयो है। त्यही भएर आफ्नो प्राणको लागि कन्जुसाइ नगरौँ, अलिकति फिटनेसमा पनि टाइम इन्भेस्ट गर्न नडराउँ, आफ्नो टाइम फिटनेसमा पनि खर्च गरौँ। मान्छे 2-3 घन्टासम्म रिल्स स्क्रोल गरेर बस्नुभन्दा आउटडोर गेम खेलौँ है। जीवनभरि पैसाको पछाडि दौडेर के फाइदा क्या। 1 सेकेन्ड आइ पनि थप्दैन तपाईको पैसाले। फिटनेसको लागि वर्क गर्नुहोस्। यसको अर्थ यो होइन कि तपाईँ कुनै बडी बिल्डर भन्नु, कुनै स्ट्याटिक्स MMA फाइटर भन्नु, जिम्नास्टिक भन्नु। अलिअलि त ध्यान दिन सक्नुपर्छ फिटनेसको लागि। फिटनेस इसेन्सियल नै छ है। तपाईको प्राणभन्दा प्यारो केही पनि हुँदैन। त्यही भएर फिटनेसमा फोकस चाहिँ गर्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ। अहिले म यति यहाँ ग्राउन्डमा आउँदै गर्दा, यति भिडियो बनाउँदै गर्दा म एउटा पाठ भए पनि पढ्थेँ, अलिकति बाख्रालाई घाँस भए पनि काट्थेँ होला है, केही पनि गर्थेँ, घरमा अलिकति आमा बुवालाई सघाउँथेँ होला। बट आई गिभ प्रायोरिटी इन फिटनेस। मैले फिटनेसलाई प्राथमिकता दिएँ। अलिअलि फिटनेसमा वर्क गऱ्यो भने तपाईँको फिट हेल्दी हुन्छ, माइन्ड हेल्दी हुन्छ, बडी हेल्दी हुन्छ, अनि राम्रो पोजिटिभ माइन्डसेट बस्छ, अनि लाइफमा पनि केही गर्न सकिन्छ। रोगले समात्यो भने, च्याप्यो भने नथिङ ग्रेट यु क्यान डु इन द वर्ल्ड। ओके, सब्सक्राइब गर्नु नबिर्सिनु होला। हस्त, धन्यवाद।